त्यो सुन्दर एकदमै समुद्रको सतहबाट झन्डै 2450 समथिङको हाइटमा रहेको यो ग्राउन्ड छ। अनि यो ग्राउन्डमा चाहिँ यही ग्राउन्डमा जसले चाहिँ क्रिकेटको सुरुवात गर्नुभयो उहाँ दाइसँग मेरो चाहिँ भेट भएको छ। म उहाँसँग पनि केही कुराकानी यो ग्राउन्डको बारेमा गर्दैछु। दाइलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। यो ग्राउन्डमा तपाईँ उभिराख्नु भएको छ। यो 2060 सालबाट यो ग्राउन्डमा क्रिकेट खेलाउँदाखेरि तपाईँको चाहिँ अहम भूमिका रहेको थियो तपाईँको लगायत, र योलाई चाहिँ अहिले संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको क्रिकेट ग्राउन्ड भनेर पनि चर्चाहरू भइरहेको छ। र अझै यस वर्षको बजेटमा चाहिँ सङ्घीय सरकारले चाहिँ यो स्टेडियम बनाउनको लागि भनेर 1,40,00,000 रुपियाँ चाहिँ बजेट विनियोजन भएको कुरा पनि हामीले मिडिया मार्फत त्यो थाहा पाएका छौँ। यो समग्र कुराहरू सुनिराख्दाखेरि चाहिँ तपाईँलाई कस्तो महसुस भइरहेको छ? धन्यवाद भाइ। क्रिकेटको बारेमा गर्दाखेरि अलि हिस्ट्रीतिर जाउँ है। हामी त्यो बेला चाहिँ पहिला चाहिँ पिथागढतिर पढ्थ्यौँ होइन। क्रिकेट चाहिँ त्यहाँ हेरिन्थ्यो, वर्ल्ड कपहरू हेरिन्थ्यो। हजुर। त्यो भएर चाहिँ हेर्दाखेरि हामीलाई के लाग्थ्यो भने अब हाम्रो गाउँतिर पनि चाहिँ एकदमै हिष्टपुष्ट केटाहरू छन्, तिनीहरू पक्कै चाहिँ क्रिकेट खेल्न सक्छन्। त्यसो भए हामीले चाहिँ कमसेकम यतातिर हामीले क्रिकेट चाहिँ चलाउन पाए के हुन्थ्यो भन्ने चाहिँ टाइपको चाहिँ सोच भएर हामीले लगभग 60 सालमा म लगायत मेरा युवा साथीहरू, स्वयं भाइ पनि होइन, अन्य चाहिँ भाइहरू साथीहरू यहाँ खण्डेश्वरीका युवाहरू मिलेर र यहाँ चाहिँ हामीले क्रिकेट चलाउँ भन्ने तरिकाले हामीले चाहिँ त्यो क्रिकेट चाहिँ सुरुवात 2060 सालमा गऱ्यौँ। हजुर। र त्यो 60 सालमा गरिसकेपछि यहाँ पहिला क्रिकेटको नियमै थाहा थिएन होइन। साथीभाइहरूसँग कसरी मिलेर अलिकति हेरेर अध्ययन गरेर खेलौँ भने अलिअलि हामीले खेलेका थियौँ र सम्पूर्ण यहाँ अफ्रिका चाहिँ युवा साथीहरूसँग मिलेर हामीले यहाँ क्रिकेट चलाएको थियौँ। त्यो बेला आर्थिक दृष्टिले हामी धेरै चाहिँ एकदम कमजोर थियौँ। देउसी भैलो खेलेर होइन अलिकति व्यक्तिगत लगानीबाट बनाएर हामीले यहाँ चाहिँ यो क्रिकेट सञ्चालन गरेको हो। र मुख्य उद्देश्य भनेको यो क्रिकेटमा यहाँको चाहिँ युवाहरूलाई चाहिँ खेलमा अगाडि बढाउने हाम्रो मुख्य लक्ष्य थियो। र त्यो दिनदेखि नै हामीले के सोचेका थियौँ भने यसलाई एउटा राम्रै क्रिकेट पिच एउटा ग्राउन्डको रूपमा चाहिँ यसलाई विकसित हुनुपर्छ भन्ने त्यो बेला पनि हामी परिचर्चा गर्थ्यौँ। र त्योदेखि नै लगभग यहाँ चाहिँ के भने धेरै चाहिँ गाउँपालिका त्यो बेलाको सापिको गाविसदेखि अलिअलि चाहिँ बजेटहरू चाहिँ क्रमिक रूपमा चाहिँ भइरहेछ। र अहिले पनि लगभग चाहिँ 1.5 करोडको यो फिल्ड निर्माणको लागि आएको छ। यसको लागि सरकार जसले पनि पहल गर्नुभयो, नेपाल सरकार लगायत यहाँको चाहिँ यो राजनीतिक जति पनि व्यक्तिहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यो पक्कै एक दिन यसले चाहिँ राम्रो चाहिँ क्रिकेट चाहिँ ग्राउन्डको रूपमा चाहिँ हामी चाहिँ यहाँ हेर्न पाउनेछौँ। र पक्कै पनि चाहिँ यहाँको युवाहरूले त्यो दिनदेखि नै हामीले खेलाउँदाखेरि अहिले युवाहरू पनि धेरै क्रिकेटमा चाहिँ धेरै चाहिँ क्रिकेटमा गर्नुपर्छ भन्ने युवाहरू पनि देख्यो, मैले पाएको छु। हजुर हजुर हजुर। र खास गरी एउटा कुरा के हो भने त्यो बेला खेल खेल्दाखेरि हामीले 50 ओभरको खेल्यौँ। अलिकति यो चाहिँ त्यहाँ खेल्दाखेरिको रमाइलो भनौँ कि अब त्यस्तो घटनालाई म पनि त्यसलाई व्यक्त गर्न चाहन्छु होइन। 20 ओभर खेल्दाखेरि कुनै हाम्रो चाहिँ टिम 20 ओभर के अरे 50 ओभरसम्म खेल्नै नसक्ने के। हजुर हजुर। त्यसपछि हामीले 40 ओभरको खेल्यौँ, फेरि पनि टेक्न नसक्ने। लास्टमा हामीले कति ओभरसम्म खेल्न सक्ने त भने 20 ओभरसम्म खेल्न सक्ने भएर हामीले त्यो बेलादेखि नै हामीले 20 ओभर नै खेल्ने गरेका छौँ यो फिल्डमा। T20 जस्तो फेरि T20 भनेपछि आइसिसीले पछि चाहिँ हामीले सुन्नमा आयो। तर हामीले अटोमेटिक नै हामीले 20 ओभरभन्दा बढी खेल्न नसकेर हामी त्यसरी खेले अनुभव। त्यो संयोगवश हो। त्यो इतिहासमा यदि दायर गर्ने हो भने T20 कहाँबाट सुरुवात गर्यो भने यो मैदानबाट भएको थियो होइन। त्यो एउटा संयोग, तर आइसिसीले त्यसलाई मान्यता देला नदेला होइन। तर त्यो किसिमको खेल भयो। फेरि यहाँ हौसिया र ठुल्ठुलो बुढापाका सबै आउँथ्यो, राम्रो चाहिँ यहाँ हाम्रो खेल्थ्यौँ, सबै खेल्थ्यौँ क्रिकेट होइन। बजेटको सुरुवात भइसकेपछि अब आगामी दिनमा चाहिँ यहाँ बजेटहरू आउनको लागि अथवा के गर्दाखेरि चाहिँ यहाँको नेताजीहरूले अथवा क्रिकेटप्रति अब हामी जस्तो क्रेजी हामी स्टार्टिङ गर्ने एउटा संस्थापक यहाँको चाहिँ क्रिकेटको चाहिँ होइन भएको नाताले हाम्रो अथवा क्रिकेट प्रेमी समग्र चाहिँ देशको क्रिकेट एसोसिएसन होइन क्यान लगायतको चाहिँ भूमिका चाहिँ के रहनु पर्ला, के लाग्छ तपाईँलाई? मलाई लाग्छ कि यहाँको चाहिँ अहिलेसम्म जुन गतिले एउटा चाहिँ यो लगानी गर्ने सवालमा चाहिँ हाम्रो पालिकादेखि लिएर चाहिँ राजनीतिज्ञहरूले गर्नुभएको छ, यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसलाई अझै गर्नुको लागि जस्तो अहिले मैले चाहिँ हाम्रो जो यो गाउँपालिकाले चाहिँ तपाईँको अफिस टुरिज्म भनेर चाहिँ एकदमै वाला मतलब राम्रो सल्लाह चाहिँ यहाँ होस् भन्ने चाहिँ टुरिज्मलाई फोकस गरेको छ होइन। धेरै चाहिँ तपाईँको कलाकारहरू ल्याउनु भयो यता। त्यसपछि चाहिँ विभिन्न चाहिँ मतलब चाहिँ
कविदेखि लिएर विभिन्न चाहिँ ट्रेकिङ रुटमा पनि बजेटहरू थुप्रो गइरहेको आउनुभयो यता चाहिँ मतलब चाहिँ आइसकेका छन्। तर तपाईँको क्यानको चाहिँ मान्छेहरूलाई यहाँ किन्न ल्याउने उनलाई पनि अपी देखाउँ र चाहिँ यो फिल्ड देखाउँ भने फेरि क्यानले पनि यसमा चाहिँ बढी चाहिँ फोकस गर्यो भने पक्कै नै यो ग्राउन्डलाई क्रिकेट ग्राउन्डलाई हामी चाहिँ मतलब एकदम चाहिँ राम्रो चाहिँ स्टेजमा पुर्याउन सक्छौँ र उहाँहरूले गर्नुहुन्छ भन्ने मैले चाहिँ आशा लिएको छु र उहाँले पक्कै नै चाहिँ त्यो तपाईँको क्यानका मान्छेहरूलाई यहाँ अपी घुम्न जाउँ लगायत चाहिँ यो क्रिकेट मैदानलाई पनि हेरौँ, यसको सर्वे गरौँ होइन, यसको चाहिँ सम्भाव्यता के छ भनेर चाहिँ अध्ययन गरेर यसमा चाहिँ लगानी गर्ने हो भने पक्कै नै क्रिकेट खेलपथ के भन्छ पर्यटकहरूले यो गन्तव्यलाई एउटा देशकै लागि भनौँ न र प्लस चाहिँ अपिको लागि राम्रो गन्तव्य हो जस्तो लाग्छ मलाई। धन्यवाद है तपाईँको सबैको लागि। धन्यवाद।